बसाइछु म निस्किसकेको छु होइन। जस्ट यहाँबाट अब हामी जानुपर्ने हुन्छ के अरे अब खाससास खानको लागि। अब जस्ट यहाँबाट चाहिँ हामी फेरि कान्ति राजपुतसम्म जानुपर्ने हुन्छ किनकि मेरो आफ्नो त्यहाँ पर्सनल कामहरू छ होइन। तर मलाई चाहिँ आज कस्तो अनौठो लागिरहेको छ किन भन्दाखेरि मैले अब भनौँ न यत्रो समयदेखि मेहनत गरेर कपाल पालेको थिएँ होइन। मैले साथीहरूलाई पनि भन्थेँ होइन, मैले उनीहरूले मलाई कराउँथेँ कि तैँले कपाल काट तँलाई गुन्डास देखिरह भन्थ्यो होइन। मलाई गुन्डास देखे पनि मलाई मतलब छैन भन्थ्यो। तर म आज आफ्नै कुराले बाध्य भएर चाहिँ कपाल काट्नु पऱ्यो होइन। तर ठिक छ जे भए पनि अब एउटा कुरा कोटाएर राख्यो भने त्यो काम छैन किनकि अब आफूलाई नै त्यो भनौँ न दिमागमा कुराहरू खेलिरहन्छ होइन। त्यही भएर अब औडा हुन्छ नि त। के अरे मैरी जाउँला नि त मैरीमा उहाँनिर सीमा चोक अघि हामी ओर्लेको ठाउँ चाहिँ यो नै हो होइन। बाटो क्रस गर्नुपर्ने हुन्छ होइन। यहाँबाट हेरेर यताबाट देख्न सक्छ आइरहेको छ। अब फेरि हामीले भने त हामीले हाल्यो भने फेरि तनाव हुन्छ नि फेरि है। त्यो एउटा दायाँ बायाँतिर हेर्नुपर्छ होइन। प्रशान फेरि लम्बै उडाइहाल्यो।